साथीहरू अघि बनाएको मैले भट्टदानी भन्ने भट्टको तरकारी भन्छु म त। अब मलाई भन्नु आएन होइन। भट्टदानी भट्टको तिउन दाल बनाएको थिएँ नि। हो यो मिठो भएर कस्तो मिठो भयो आज झन् यस्तो मिठो हुन्छ। अनि फर्सीको मुन्टा बनाएको थिएँ। फर्सीको मुन्टा छ। अनि यो चाहिँ मेरो दिदीले बनाएर ल्याइदिनु भएको आँपको अचार यस्तो मिठो छ। म पनि अलिअलि खान्छु, धेरै त मलाई खान आउँदैन, तर मलाई चाहिँ एकदम मिठो लाग्यो। मैले हिजो खाएको थिएँ, घाँटी दुखेछ, अझै पनि राम्रोसित सन्चो भएको छैन। त्यसले गर्दाखेरि त्यति नखाऊँ भनेको, तर मनले मानेन। मिठो छ कि कस्तो राम्रोसित बनाउनु भएको छ कि सबै चिज हाल्नु भएको छ। मुङ्ग्रिलोदेखि लिएर त्यो सुपहरूदेखि लिएर सबै चिज हाल्नु भएको छ कि एकदमै विचार पुऱ्याएर बनाउनु भएको छ। त्यसले गर्दाखेरि दिदीबहिनीको माया त हो नि होइन। त्यस्तै हो। विशेष गरेर त मैले अघि पकाएको भट्टदानी भनिन्छ क्या हो त्यसलाई, भट्टदानी देखाउन है। म खाएर विचार जिम्मुले जानेको अझै मिठो हुँदो रहेछ क्या। जिम्मुले जानेको अझ मिठो हुँदो रहेछ क्या। यसित खान्छ है। म त पल्किएँ अब चाहिँ यसमा। मलाई चाहिँ मन पर्यो। कस्तो मिठो हुँदो रहेछ। यसमा अचारै चाहिँदैन, केही चाहिँदैन। अमिलो नि यसमै छ, नुन पनि यसमै छ। पिरो त त्यति हुँदैन हाम्रो घरमा। सबै चिज पाइने चिज यो र भात मात्रै भए पनि केही पनि चाहिँदैन। यस्तो हुँदो रहेछ। भट्टा चाहिँ मलाई भाषी त सँगसँगै खान सक्दिनँ कि, कता के लाउनु कता के गर्नु लाग्छ। एकछिन पछि खान्छु। फर्सीको मुन्टा दिदी अचार आजको खाना त वाउ, कस्तो मिठो बनाउनुहुन्छ क्या। कस्तो मनपर्छ, मलाई मन पर्यो। गुन्द्रुकमा भन्दा पनि यसरी बनाएको भट्ट चाहिँ लास्टै मिठो हुँदो रहेछ है। मलाई चाहिँ एकदम मन पर्यो। फर्सीको मुन्टा हाम्रो घरमा त्यस्तो पिरो चाहिँ हुँदैन है। पिरो खाने अलिअलि म मात्रै हो, अलिअलि, त्यही पनि मलाई सन्चो हुन्न कहिले कहिले। विशेष परिकारमा पर्दो रहेछ कि सुदूरपश्चिमको। ठुला दामी दामी।
भाइ स्वादले मजाले हान्छ। यस्तो मिठो त स्वादले खानुपर्छ।